मैले लिएका निर्णयहरू र मैले पार्टीलाई अप्ठ्यारोमा परेका बखत वर्षक अप्ठ्यारोमा पर्न नदिने, घेराबन्दीले अप्ठ्यारोमा पारे भने चक्रव्यूह तोडेर फेरि जस्ताको तस्तै ठाउँमा फर्काउने जुन नेतृत्व अगुवाई गर्दै आएको छु त्यसको तपाईहरुले उचित मूल्याङ्कन गर्नुभएको छ भन्ने मलाई लाग्छ र म तपाईहरुप्रति आभार व्यक्त गर्न चाहन्छु र भन्न चाहन्छु तपाईहरुले गरेको विश्वास, तपाईहरु मार्फत सिंहको पार्टी कार्यकर्ताले गरेको विश्वास र हाम्रो पार्टी कार्यकर्ताहरु मार्फत सिंहै देशले गरेको विश्वास तलमाथि पर्न दिने छैन। यो विश्वास अझ सुदृढ बनाइनेछ आगामी दिनमा। सबै प्रकारका हमलाहरूको सामना हामी गर्नेछौँ र केही तलमाथि परेका कुराहरू समग्रतामा मूल्याङ्कनमा कहीँ कतै कमी रहेका भए समयक्रममा सच्याउनेछौँ र पार्टीलाई अझ सुदृढ, अझ व्यापक, अझ जुझारु ढङ्गले अगाडि बढाउनेछौँ। एउटा कुरा म साथीहरूलाई भन्न चाहन्छु, नेकपा एमालेको नेतृत्वमाथि अब भौतिक वा अनेक प्रकारका जालझेल षड्यन्त्रले अब प्रचारको हल्लाले भएन, अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा मुद्दा मामिला जाली मुद्दाहरू लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरि थलनी गर्ने हल्ला मचाइएको छ। यो मिडिया ट्रायल, यो यथार्थ हल्ला हुन सक्दछ। म तपाईहरुलाई भन्न चाहन्छु, एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ। देश ठप्प हुनुपर्दछ। यो सरकार ढल्नु पर्दछ। ढालिने छ यो सरकार। त्यसका निम्ति नेकपा एमालेले देशभरिबाट आफ्नो तयारी हालतमा बस्नुपर्दछ। एमालेलाई छोयो कि संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छोड्नु महँगो पर्नेछ। त्यो कुराका लागि हामी कुराले होइन कामले तयार हुनुपर्दछ, गरेर देखाउनु पर्दछ। एमालेलाई फेरि पनि हामीले जिन्दगीभरि लडेर ल्याएको लोकतन्त्रमाथि आज यस्ता तत्त्वहरू जसको देशका लागि कुनै योगदान छैन, बढ्दै योगदान गरेका भए जागिर खाइदिएका होला, बाँकी केही पनि योगदान छैन। त्यस्ता तत्त्वहरूले एमाले जस्तो पार्टीलाई होच्याउने, लाञ्छित गर्ने, विभिन्न कुराले कमजोर पार्ने प्रयत्न केही काम लागेन। अब फेरि जाली मुद्दा लगाउने आदि प्रयासहरू हुँदैछन् भन्ने षड्यन्त्रका सुईको हामी पाइरहेका छौँ। त्यसो भने जो जहाँ छ त्यहीबाट बन्द गरिदिन्छ। देश बन्द, ठप्प, चक्का मात्रै जाम होइन, सबै चिज जाम, सबै जाम। त्यसर्थ नेकपा एमाले त्यो तत्परताका साथ जानुपर्छ। यो सरकार चुनावको तयारी गर्दै छैन, यो षड्यन्त्रको तयारी गर्दैछ। जेएनयूहरूसँग भएको भनिएको षड्यन्त्र, यो सम्झौता षड्यन्त्र। संविधान संशोधन गर्छन् अरे यिनीहरूलाई संविधान संशोधन गर्न भनेर प्रधानमन्त्री बनाएको थियो। चुनाव गराउनु भनेको संविधान संशोधन गर्ने अरे। यिनीहरू दुईटै संसद बराबर भइहाले, दुईटै संसद बराबर भए अनि आफूलाई जिम्मा नभएको काम अनधिकृत ढङ्गले त्यो गर्ने धाक लगाउने, त्यस कुरालाई हामी सोझै अस्वीकार गर्दछौँ। यसले चुनाव गराउँदैन। त्यसकारण म विश्वास गर्दछु सम्मानित अदालतले
राष्ट्र यस्तो जटिलतामा परेका बेला सम्मानित अदालतले राष्ट्रको जटिलता जब अदालतका हातमा छ, संविधानले अर्को कुनै विकल्प दिँदैन, अर्को कुनै उपाय दिँदैन। असंवैधानिक हो यो सरकार, असंवैधानिक ढङ्गले संसद विघटन गरिएको छ। धाकधक्को लाउँछन्, फेरि यस्तो गर्छु उस्तो गर्छु। अचानक अस्ति 24 गते एउटा धोका भयो हामीलाई। हामी तयारी अवस्थामा थिएनौँ। अहिले अराजकता देशमा मनाउन खोजिएको छ, हामीलाई थाहा छ। हामी त्यसका निम्ति तयारी अवस्थामा छौँ, त्यसलाई रोक्छौँ। म नेकपा एमालेका प्रतिनिधि साथीहरू मार्फत सिङ्गो नेकपा एमाले र अरू पनि पार्टीका दाजुभाइ दिदीबहिनीहरूलाई टोल टोलमा सुरक्षा समिति बनाएर आफ्नो टोलको सुरक्षा गर्न सुझाव दिन्छु, सल्लाह दिन्छु। सरकारमाथि मात्रै भर परेर हुँदैन। अस्ति नै हामी सरकारमाथि मात्रै भर पर्यौँ, राज्य संयन्त्रमाथि मात्रै भर पर्यौँ। राज्य संयन्त्रको मात्रै भर पर्दा हामीले धोका पाउन सक्छौँ। यसकारण धोका पाउनु हुँदैन। राज्य संयन्त्रमाथि मात्रै भर पर्ने होइन। हामी आफ्नै खुट्टामा उभिएर आफ्नो सुरक्षा गर्नुपर्छ। हामी शान्ति चाहन्छौँ। आज देशमा असुरक्षा छ। शान्तिको अनुभूति कसैले गर्न पाइरहेको छैन। त्यसर्थ शान्तिको अनुभूति गर्ने गराउने काम हामी आफ्नै सुरक्षा प्रबन्धद्वारा गर्नुपर्ने अवस्था छ। त्यसकारण टोल टोलमा टोल सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। 1 हप्ताभित्र बनाउनुहोस्। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, 1 हप्ताभित्र। आज सञ्चार जगत सुरक्षित छैन। सेल्फ सेन्सरसिप लगाउनु पर्ने अवस्था छ। धाक धम्की आउँछ, दबाब आउँछ जेनजीका नाममा। म सञ्चार माध्यमका मित्रहरूलाई भन्न चाहन्छु, सामाजिक सञ्जालहरूलाई पनि भन्न चाहन्छु, सबैलाई भन्न चाहन्छु, सही कुरा गरौँ। सही कुरा गर्न नडराउँ। डराउने होइन। नेकपा एमाले तपाईँहरूको साथमा छ, डराउनु पर्दैन। उद्यमी व्यवसायीहरूलाई भन्छु, एक सेन्टका लागि आतंक भएको तपाईँहरूका कारोबारहरू लुटिए, तपाईँका व्यवसाय लुटिए, तपाईँका व्यवसाय तोडफोड गरिए, तपाईँका व्यवसायमा आगो लगाइयो। एक समयको कुरा हो त्यो, सधैँ यो हुन सक्दैन। अब अगाडि बढ्नुपर्छ। यस कुराले अब स्थान पाउँदैन त्यस्ता कुराले। त्यसकारण तपाईँहरूको सुरक्षा हामी गर्छौँ। तपाईँहरू अगाडि बढाउनु सक्छ। टोल सुरक्षा समिति त्यसकै लागि हो। अब तपाईँहरूका उद्योग डढाउन कोही आउन पाउँदैन। टोल सुरक्षा समितिले रक्षा गर्छ। त्यसै गरेर अरूलाई पनि म भन्न चाहन्छु, तर यही शान्ति सुव्यवस्था कायम हुन नदिन, अराजकता समाजमा कायम गर्न, अपराधी तत्त्वलाई कारबाही नगर्न र हुन नदिन, अनि निर्दोष व्यक्तित्वहरूमाथि लान्छित गर्ने र विभिन्न प्रकारका लफडा निकाल्ने हो भने मैले अघि नै भने यो दुईटा फरक कुरा हो। हामी शान्ति चाहन्छौँ। शान्तिको चाहनातर्फ हामी अगाडि बढ्दा खलबो ल्याउन खोजिन्छ भने हामीले शान्ति स्थापना गर्नै पर्ने हुन्छ। अब ठुलो काम, ठुला निर्णय उहाँहरू गर्दै हुनुहुन्छ। जुलुसमा, आमसभामा 10वटा मात्रै झन्डा राख्न पाउने भनेर के निर्णय के गरिराखेको हो। 11वटा भइहालेछ भने के गर्ने? अब एउटा जिल्लाले एउटा बोकेर आउला, अर्काले अर्को बोकेर आउला, अर्कोले अर्को बोकेर आउला। 13वटा भएछ भने के गर्ने? 15वटा भएछ भने के गर्ने? अनि जुलुसमा आउने सबैले
आमसभामा बसेर कतिवटा झन्डा भए भनेर गन्दै हिँड्ने, अब त्यहाँ पुलिसले झन्डा लिएर आए भनेर खोज्दै जाने, अनि त्यसैमा चाहिँ नि झगडा लफडा पर्ने। के लफडा सरकार बन्यो भने लफडा कसरी गनेर बोकेर जानु झन्डा? अब आफ्नो आफ्नो झन्डा आफूले बोके हुन्छ, कसले गनिदिने? त्यहाँ शान्ति सुरक्षा कमजोर पार्न, अराजकता मचाउनका लागि प्रहरीको मनोबल कमजोर पार्ने काम भइरहेको छ। प्रहरीलाई अनुचित निर्देशन दिने, अनुचित दबाव दिने, गैर कानुनी निर्देशन, अनुचित दबाव, अनुचित कार्य गर्न प्रोत्साहित गर्ने, प्रोत्साहितमै दबाव दिने, गर्नै पर्छ भन्ने। जागिरबाट हट्ने बित्तिकै अनुसन्धान विभागका प्रमुखलाई पासपोर्ट रोका गर्ने। के ठाने आउँछ? के दिमाग हो त्यो? भ्याली काट्न नदिने। घर चाहिँ भ्याली बाहिर रहेछ भने कसले पाल्छ? तिमीहरूले पारेर राख्छौ यहाँ? अब प्रहरी महानिरीक्षक अवकाश पाएको 1 घण्टा भएको छैन, एरिया हद काठमाडौँ छोड्न नहुने, घर तेह्रथुममा छ, जान पाउने कि नपाउने? प्रहरी महानिरीक्षकलाई कस्ता खालका मान्छे? भवितव्य भनेको पनि यस्तो भवितव्य पनि हुन्छ सरकार? यो सबै प्रहरीको मनोबल गिराउनका लागि। अब अर्को प्रहरीले के गर्छ? केही गर्यो भने स्थानहर लाग्छ, भोलि मुद्दा लाग्छ, अनेक चिज हुन्छ, के गर्छ? केही पनि गर्दैन। 24 गते किन त्यत्रो आगजनी भयो? 23 गते प्रहरीले सुरक्षा गर्न खोज्यो, संसद भवनको सुरक्षा गर्न खोज्यो। त्यो विषयलाई यस्तो विषय बनाइएको छ अहिले, त्यही विषयमा फेरि यो देशमा अर्को द्वन्द्व मचाउन खोजिएको छ।